भगवान कृष्णको अष्टमी मनाउँछौँ कि मनाउँदैन? रामको नवमी, अनि नृसिंहको चतुर्दशी, वामनको द्वादशी, गोरखनाथको पूर्णिमा, बुद्धको पूर्णिमा, यी सबै हामी तिथि मनाउँछौँ। अनि हामी चाहिँ अप्रिल 3 भनेर चाहिँ मनाउने, चैत 16 गते भनेर मनाउने। ल त आफ्नो जन्म तिथि थाहा भएकाहरूले हातमाथि गरौँ त कतिजना रहेछौँ यहाँ? हातमाथि गरौँ त। मलाई मेरो बताइदिन्छु मैले हजुरलाई। चैत्र मास शुक्ल पक्ष द्वितीय तिथि हो मेरो। ल यसै गरी भन्नुहोस्, पक्ष पनि जान्नुपर्छ कृष्ण र शुक्ल पक्ष। आफ्नो जन्म तिथि जानेकाहरूले एकचोटि हात माथि गर्नु त कतिजना हुनुहुँदो रहेछ? ए महाराज बर्बाद छ ल हेर्नु त, 2%ले हात उठाउनु भएको छैन। अब आज हजुरहरूले घर गएर कुण्डली हेरेर आफ्नो जन्म तिथि पत्ता लगाउनु पर्यो। फेसबुकमा चाहिँ हाइड गरिदिनुहोस्, त्यो जुन दिन जन्मदिन हो त्यो दिन सही दिन आउँदैन। फेसबुकमा हाइड गरिदिनुहोस्। हजुरले आफ्नो वास्तविक तिथि आएपछि अष्टचिरञ्जीवीको पूजा गर्नुहोस्। आफ्ना गुरुजनहरू, आफ्ना मान्यजनहरू, मातापिता, श्रेष्ठजनहरूको आशीर्वाद लिएर त्यो दिन कुनै सत्कर्म गरेर दिन दुखीहरूको उपकार गरेर उनीहरूको आशीर्वाद लिने काम गर्नुहोस्। उहाँहरूको आशिषले गर्दाखेरि दीर्घायुष्य प्राप्त हुन सक्छ, मङ्गल हुन्छ, कल्याण हुन्छ। केक काट्ने काम चाहिँ आजबाट नगर्नुहोस्। हजुरहरूलाई मैले हात जोडेर निवेदन गरेँ।